के भयो साथी? किन आत्तिन्छ? तनाव भइरहेको छ? जिन्दगी बोझ जस्तो लाग्छ नि है? मलाई थाहा छ, मलाई पनि त्यस्तै भइरहेको छ। थाहा छ, यो उमेर भन्ने चिज यस्तो रहेछ नि साथी, आफू मात्रै बढ्दैन नि, आफू सँगसँगै भयभरको जिम्मेवारी नि बढाउँदै जाने रहेछ नि। एउटा कुरा थाहा छ, जब हामी 10-15 वर्षको हुन्छौँ नि, त्यतिखेर केही थाहा हुँदैन हामीलाई। के हो घर, के हो परिवार, के हो इज्जत, के हो दुःख, के हो कष्ट। तर हाम्रो उमेर जसरी बढ्दै जान्छ नि साथी, 18, 20, 22, 25 अनि पछि बल्ल बुझिन थाल्छ जिन्दगी के रहेछ, सपना के रहेछ, सङ्घर्ष के रहेछ। अनि साथमा समय सकेको जस्तो नि लाग्छ नि है, किनकि आफू सँगसँगैका साथीहरू आफ्नो बाटोमा लागिसकेका हुन्छन्। आफू भने बिच बाटोमा नयता नहुँदाको, आफू एक्लै। तर जिन्दगीमा जिम्मेवारी भने गनि नसक्नु, आँखा अगाडि कुनै रामायण कुनै फिल्म चले जस्तो नि है। उमेर अनुसारको जति काम गर्नुपर्ने थियो, जति प्रगति हुनुपर्ने थियो, त्यो केही पनि भएको देखिन्न। सबै अधुरा नै रहेछन्। अहिले आएर थाहा भएन यसैले। एकातिर घरको जिम्मेवारी, अर्कोतिर आफ्नो करियरको चिन्ता। उमेर बढ्दै गइरहेको छ, प्रगति भने केही भएको छैन। न गोजीमा पैसा छ। कहिले सोचेको छौ जिन्दगीमा अलिकति प्रब्लम, अलिकति टेन्सन हुँदा केही गरौँ? यदि मानौ तिम्रो अहिले तिम्रो साथमा आमा छन्, बाबा छन्, दाइ छन्, भाइ छन् होइन, हेरिराख्नु भएको छ। यदि तिमी एक्लै भइदियो भने तिम्रो लाइफमा समस्या भने कसरी हल गर्छौ? त्यो कहिले सोचेको छौ तिमीले? सोचेको छैनौ नि है। सोच्ने गरेको साथी, गलत बाटो नै हिँड, गलत काम नगर होइन, गलत ठाउँमा पैसा खर्च नगर, पैसा कमाऊ, पैसालाई बचाऊ। अहिले हामीहरूले पैसा कमाइराखेका छौँ नि, त्यो अलिकति पैसा केही देखिन्न, यति त हो भनेर खर्च गरिदिइहाल्छौँ के। तर कुनै बेला जतिखेर समस्या आउँछ नि साथी, त्यो 1 रुपियाँको भ्यालु त्यतिखेर थाहा हुन्छ क्या। यदि तिमीसँग पैसा छ भने तिमीलाई सबले इज्जत गर्छ, तिमीलाई सबले चिन्छ, सबले मान्छ पनि, सबले भनेको सुन्छ, तिमीले भनेको सबैले सुन्छ। यदि तिमीसँग पैसा छ भने छैन भने नि कसैले तिम्रो इज्जतै हुँदैन कि, तिम्रो कुरै सुन्दैन। हावा भन्छ, हावा। तिमीले भनेका गफहरू, तिमीले गरेका गफहरू, तिमीले भनेका कुराहरू केही पनि, तिमीले जति नै सही भने त्यो सबै गलत हुन्छ। आमा बाउ, दाइ भाइ, काका काकी, मामा माइजू, आफ्ना गाउँले दाजुभाइ, आफन्तहरू, यो सब पैसा पछि हुन् नि। पहिला पैसा, सबभन्दा पहिला पैसा चाहिन्छ, अनि पछि मात्र यिनीहरूको साथ सपोर्ट पाइन्छ, नत्र पाइँदैन नि साथी। अहिले त यस्तो जमाना भइसकेको छ, केही गरौँ न यताउति भनेर आफ्नो परिवार अदरवाइज आफ्नो रिलेसनहरूलाई केही भनेपछि पहिला गर अनि देखा अनि पछि गर्छु, यस्तो टाइपको जवाब सुन्न पाइन्छ नि साथी। अनि पछि जिन्दगी दोधारमा पर्दैन त। त्यही भएर जिन्दगीमा प्रगति गर, काम गर, एकदम बिन्दास हिसाबले मेहनत गर है। त्यस्तै हो गाइज। अरू त के भन्नु, मैले बुझेको भनिदिएको होइन। मेरो लाइफमा म जति मैले बुझेको त्यो भनेको, बाँकी कुरा तपाईँ आफै जान्नु ल।